गाइज आज हेर्नुहोस् न दार्जिलिङमा अब यस्तो वेदर भइराखेको छ हो, पुरा फगी लागेर हो, अन्त हावाहरू पुरा चलेर हुँदैछ हो। अन्त आज अलिक काम पनि कम्ती थियो, वर्कसपमा अलिकति काम भयो। त्यसको बादमा म चाहिँ यता आफ्नो स्पेयर पार्ट्स जुन चाहिँ मेरो छ हो, अन्त स्पेयर पार्ट्समा अब हामी म मिलाउन आएको छु। अहिले मजाले स्पेयर पार्ट्सलाई मजाले मुनि बडाल कुडाल गरेर सबै उत्यो गरिदिएँ हो। अन्त जो सामान कम्पनीबाट आएको थियो सबैलाई समेटिएँ हो। अन्तखेरि मेरो हेरिहाल्नुहोस्, यो मेरो स्पेयर पार्ट्सको दोकान हो हो। अन्त स्पेयर पार्ट्सको दोकान हो यो, सबै मेरो सबै जेन्युन पार्ट्स चाहिँ छ। जति पनि हेर्नुहुँदैछ होन्डाको पनि हेर्नुहुन्छ जेन्युन पार्ट्स चाहिँ छ, मारुतिको पनि हेर्नुहुँदैछ सबै जेन्युन पार्ट्स चाहिँ छ। फेन्डरहरू हेर्नुहोस्, ब्याकलाइट हेडलाइटहरू हेर्नुहोस्, म्याक्सिमम 90% चाहिँ म अब जेन्युन पार्ट्स चाहिँ राख्छु। यो एक्सलहरू हेर्नुहोस्, फ्रन्ट एक्सल व्यागनर के सिरिजको न्यू मोडलको हो। अन्त यो यिनीहरू जो तपाईँले सकरहरू हेर्नुहुँदैछ सबै मेरो जेन्युन पार्ट्स चाहिँ छ हो। अन्त यहाँ पनि होन्डाको हेर्नुहोस्, यो जति पनि होन्डाको तपाईँको ब्रेक प्याडहरू हेर्नुहुँदैछ सबै होन्डाबाटै कम्पनीबाटै ल्याउँछु म हो। यी हेर्नुहुँदैछ यो टोटल बिल, जो मेरो बिल छ टोटल देख्नुहुँदैछ सबै होन्डाको मारुतिबाट जो जेन्युन पार्ट्स ल्याएको बिल हो। म जो पनि काम गर्छु गाइस एकदम नेट एन्ड क्लिन काम गर्छु हो। जो पनि काम गर्छु नेट एन्ड क्लिन काम गर्छु। जो मेरोबाट काम गराएर जानुभएको छ उहाँहरूलाई थाहा छ, राजु दार्जिलिङको जो राजु वर्कसप छ त्यसमा पार्ट्स कसरी कस्तो पाउँछ, अरू जग्गाबाट लगाएको पार्ट्स कति दिन चल्छ, राजु वर्कसपबाट लगाएको पार्ट्स कति दिन चल्छ, कस्टमरले आफै थाहा पाइहाल्छ गाइस हो। अन्त यी हेर्नुहुँदैछ त्यो डल्लै आज मजाले साफसुथरा गरेर हो, सबै साफसुथरा गरेर मेरोमा सबै मोबिलहरू पनि हेर्नुहोस्, सबै मोबिलहरू हेर्नुहोस्, सबै होन्डाको BS6 को, मारुतिको जो अहिले जो BS6 छ तिनीहरूको सबै जो पनि तपाईँको पार्ट्स पाउनुहुन्छ एकदम कोही जस्तो कि अब तपाईँको यो एक्सलहरू हेर्नुहोस्, यो एक्सलहरू चाहिँ मैले गोल्ड कम्पनीको लिएर आएको छु। किनकि अब यो जो एक्सल छ एक्सलको चाहिँ यस्तो हुन्छ, अब 6,000-7,000 रुपियाँ दाम छ हो। अब कस्टमरको भाँचिएपछि चेन्ज गर्नै पर्छ, कस्टमरमा त्यति अब पैसा हुँदैन, 7,000-8,000 अब एक एक्सलको दाम छ। त्यसले गर्दा अब यो जो एक्सल छ त्यसको दाम 3,000 रुपियाँ छ हो, 3,000 रुपियाँ छ। जहाँसम्म कि म तपाईँको 3,000 रुपियाँमा फिटिङ गरेर पनि दिन्छु, 3,000 रुपियाँमा फिटिङ गरेर दिन्छु, जसको MRP चाहिँ तपाईँको 4,143 रुपिस छ। त्यो म तपाईँको 3,000मा विथ फिटिङ चार्ज, वारेन्टी पनि छ। गाइज आउनुहोस्, तपाईँहरूले काम गराउनु सक्नुहुन्छ गाइज। ओके गाइज, बाई।